सय खोला तरेरै जाउँला उडेरै जाउँला नि जुरेलीसँग जुहारी गाउन मै पनि आउला नि लेखमा माथि गएर साथी हेर्दामा रमाइलो सबैको मुहार उजेलो देखे सबैको घमाइलो हेलो गाइज वेलकम ब्याक टु फेरि पनि अशोक दाइको भ्लगमा हैन गाइज झाडीले गर्दा छेकिहाल्यो Oh my god. My hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. Cross my shit, you'll be knocked unconscious, bitch. That's the consequence, I got this, I will not quit. Man, I'm on it, honest, I'm gon' launch quick, then I'm gone. It's just a matter of time before I'm over the climb and moving under my prime. Just quit my 9 to 5, I'm rocking, and they watching, cause it's shocking. Dropping all these top 10 songs, I'm stopping. It's time to live my life, it's time to live my die. Wish I could slow down time and just enjoy the climb. And I'm the one to get it, bro. I swear to God I get it, bro. So don't just let me get it. Yeah, let's go. I'm gonna get it, yeah. Yeah, I'm the one to get it, bro. I swear to God I'll get it, bro. Hey, I ain't never giving up. Yeah, I never give up. यस्तो मैला आएको अनि हामी चाहिँ फाइनली ठक्क घाम रुकाएर रुमसुममा बसेर भाइ हामी चाहिँ यहाँ टक्क चौरीको मासु चाख्दैछौँ। कस्तो चाम्रो हुन्छ चाहिँ भैँसीको अन्डा। हजुर कसलाई साथी गाउँ खतरा साथीलाई मिठो सालु कसम कहाँ हो भने कहाँ हो ल ल ल अब हामी चाहिँ भात खाने बेलामा भेट्नुपर्छ। बाई बाई। हामी कता आएको साथी? हामी खाना खान आएको गाइड्स। हामी चाहिँ ठ्याक्कै अब खाना खान आएको। कस्तो हुन्छ खाना साना छ टक्क यता सब बौला भइरहन् त गीत बजिरहन्। हामी चाहिँ कति भन्नुभयो साथी आएको? कति बजी आएको? 6 बजी 6 नै बजी थियो होला। हाम्रो चाहिँ 3 जनाकै भात आयो। हाम्रो जलसम्म भात आएन मेरो। अब चाहिँ हाम्रो खानेकुरा हुन्छ यहाँ कसरी खाने? सुरु हानु राख्दिउँ है त चाख्दिउँ गेडा दाइ। के रे साथी? डेन्जर हान्छ नि सोचेको जोस लगायो किन बा हाम्रो त हान्छु सक्यो त त्यो डेन्जर हेड हान्छ गयो दामी रहेछ यार दामी हो। ल ल अहिले भात आएपछि भेट्नुपर्छ। हामी चाहिँ होटलदेखि कति 10 मिनट जति हिँडेर यता अर्को यो नि हुन त
घान्द्रुकै होला तर यो छुट्टै पार्ट रहेछ होइन हामी स्या स्यारा सुसु हुँदै हामी चाहिँ यो अर्को ठाउँ हेर्न आइसकेका छौँ अनि कहाँ हो नाचेको त्यता चाहिँ नाचिरहेको गीत सित बजाएर हामी चाहिँ 4 जना यति हेर्न लागेको हिमाल चाहिँ उता माथि यो चाहिँ छुट्टै हामी बसेको भन्दा यतापट्टि छुट्टै ठाउँ नै रहेछ यता जे होस् रमाइलो भयो सास फुलेर मन लाग्यो टुटुकै पाएन कि त्यहाँ ल यो चाहिँ हल्का नजिकबाट है यहाँ चाहिँ यस्तो यस्तो घरहरू रहेछ टक्क उता चाहिँ डान्स चलिरह हामी चाहिँ यता चाहिँ यो त्यो चाहिँ सेतो सेतो देखेको त्यो चाहिँ हिमाल यहाँ चाहिँ हर्षित अनि म चाहिँ यहाँ अब हामी चाहिँ फर्किँदै होटेलतिर त्यही 5 कति मिनट लाग्ला सालो 10 मिनट जति लाग्छ अनि गएर अब बारबिक्यू भने अब गएर हल्का बारबिक्यू चाख्ने मात्रै हो त्यसपछि हामी सुत्नुपर्छ किनभने हामी भोलि नै घुम्नुपर्छ आज राति घुमेर खासै देखेन त्यो दुइटा चाहिँ यता माथि हो कहाँ गएको नि हामी 2 जना चाहिँ फर्किसक्यौँ यो चाहिँ घरमा यस्तो यो ढुङ्गाको घर रहेछ हेर न हिमाल चाहिँ हो त्यहाँ हो त्यो सेतो सेतो देखेको त्यो चाहिँ हिमाल हो अब भोलि बिहान टक्क बादलले नछेक्दी हुन्थ्यो है राम्रो देखियो भने चाहिँ हो बत्तीले आए के अरे बाटै देखेन ल अब चाहिँ होटलतिर गएर भेटौँ ल यो चाहिँ बिहानको बल्ल टक्क घाम लाउनु ला यो चाहिँ माछा पुस्टे यो चाहिँ कुण्डे सालो टक्क लाउन ला बल्ल हामी चाहिँ भर्खरतिर यता मान्छे सान्छे उठिसक्यो हाम्रो चाहिँ बिहानको ब्रेकफास्ट आइसक्यो यहाँ भर्खरै उठिरहन् कोही मुख पुसिरहन् टक्क अनि यहाँ चाहिँ यस्तोको ब्रेकफास्ट फेरि अगाडि फेरि त्यस्तो दामी छ ल अब चाहिँ खानुपर्छ चालु कस्तो भइरहेको चियाबारी लिएर जान्छु भनेर यहाँ हेर त गदाले घोडा भेटेको आइज टक्क नतान न मलाई अरे लात्ता हान्छ नि फेरि अहिले चाहिँ हिमालमा टक्क बादल लागिसक्यो खासै राम्रो चाहिँ देखियो छैन अहिले चाहिँ यस्तो देखिरह यहाँ चाहिँ बल्ल आयो बाटो म अब ग्यार जानियो तुमसे ना हो पाएगा हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है तुमसे ना हो पाएगा रनमती त छ बाटो त यत्रो उकालो भागेर आएको फेरि त्यस्तै नभनौँ हामी चाहिँ यत्रो आयौँ अब त सकियो होला भनेर माथि बाटो तेरीमा हालत खराब भइसकेको छ
अझै माथि वहाँ तर जान सकिन्न यहाँ गाइजहरू लास्टै थाक्यो है यहाँको चाहिँ यति रहेछ त्यत्रो माथि रहेछ अब केटाहरू फर्किने विचार गरेको थिएँ तर फेरि युवा जो जङ्गी रहेका छन् यहाँ नि चाहिँ के भएको रे यहाँ नि यहाँ त डेन्जर आयो यहाँ त बल्ल गेट रहेछ त अनि अझ छोड्ला के रे त्यही लाग्यो के अरे यहाँ चाहिँ अहिले चाहिँ यति मात्रै भएर हामी चाहिँ फर्किन लाग्थ्यौँ तर फेरि यहाँसम्म आइसकेपछि एकचोटि माथि नै पुग्दै मजै छ कि भन्ने विचार तर खासै ठुलो त होइन राम्रो चाहिँ राम्रो हो अग्लो अग्लो साथी लुकामारी खेल्दा त मजा आउँछ होला के खेल्ने हो हेरौँ न यति हो कि माथिबाट पनि छ होला कि छैन त बाटो हामी सिडीको बाटो पऱ्यौँ ल माथि गएर भेटौँ ल के भन्नु छ साथी अब यत्रो आएर रिग्रेट यति नै रहेछ यहाँदेखि कहाँ जान्छ थाहा छैन हामी चाहिँ यो भन्दा हिँड्न सकेनौँ अब हामीलाई पुग्यो यत्रो हिँडेर आएको है लास्टमा कुलित यस्ता पुतुली पुतुली त ल हामी चाहिँ अब निक्ल्यौँ गाउँदेखि तल रोडमा आइसक्यौँ यहाँ चाहिँ नाच्ने कार्यक्रम चलिरह हाम्रो चाहिँ अब सकियो अब घान्द्रुक म चाहिँ भरियाको काम गरेको अहिले यो चाहिँ भरिया अनि हिमाल चाहिँ अब चाहिँ दिउँसो चाहिँ खासै नराम्रो नदेखिने चाहिँ साथी सब बादलले छिक्दैन यस्तो हामी बसेको चाहिँ यता माथि अब हामी चाहिँ निक्लिन लाग्यो त्यहाँ मेनी टुरिस्ट तर खासमा चाहिँ यहाँ पुरै घुम्नेहरू मात्रै आउने रहेछ यहाँ घोडा नै देख्न सकिन्छ हामीले घोडा यता गदा हिँडिरहेको ल अब चाहिँ निक्ल्यौँ हामी बाई 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 सकियो।